अब कांग्रेस सिद्धियो, कांग्रेस यतिखेर सिद्धिसकेको थियो। तपाईलाई किन त्यसो भन्नु? कांग्रेस किन सिद्धिएको थियो भने 74 मा हामी जम्मा 23 सिट जितेका थियौं। जम्मा 23 सिट भने 23 सिटको लागि पनि समानुपातिक थियो। हामी 40-45 कति सिट थियो हामीहरू। त्यसपछि अहिलेको प्रधानमन्त्रीज्यू र माधव नेपालको प्रचण्डहरूको ठुलो लफडा हो। लफडा भएपछि माधव नेपालले पार्टी फुटाउनु भयो। प्रचण्ड आफै पार्टी थियो। माधव नेपालले अब हाम्रो पार्टी सभापति, हाम्रो चाहिँ यो देशको प्रधानमन्त्री, नेपाली कांग्रेसको पार्टी सभापति शेरबहादुर देउबा हो है भनेर उहाँले, मैले मेरो आँखाले देखेको सर्वोच्च अदालतमा उहाँले गोजीबाट नागरिकता लगेर सनखत गरेर यहाँले देख्नु भएको होला नि त। हाम्रो नेता प्रधानमन्त्री, हाम्रो प्रधानमन्त्री अब हामी चाहिँ गठबन्धन गरेर गठबन्धन प्रधानमन्त्री, अब प्रधानमन्त्री शेरबहादुर देउबा हो भनेर यहाँले देख्नु भएको छ। मैले नागरिकता पनि देखेको छु, टिभीमै देखे मैले। यो तरिकाले हामी सरकारमा हामीहरू गयो, चुनाव भयो, 5 दलीय गठबन्धन, 5 दलीय गठबन्धन भयो, माओवादी केन्द्र, नेकपा यस मधेस केन्द्रित लगाए, सबै लगायत 5 गठबन्धन भएपछि हामीले कतिवटा सिट जित्यो त? तपाईहरुले जित्नु भएछ 57 सिट जित्यो। 57 सिटमा 23 मा 57 गर्दै हामीले 34 वटा सिट जित्यो हामीले जम्मा। समानुपातिकमा 32 वटा सिट आयो, हामी 89 सिटमा पुगे। भने अहिलेको यो तरिकाको बजेटले मतलब अरूको सहयोगमा हामीले जम्मा 57 सिट जित्यो। 57 सिटमा पनि एक्लै लड्दाखेरि त्यो अभिगत थियो। हामी 23 वटा सिटमा पुग्यौं। जब यो देशको कम्युनिस्टहरु एकता भएको भए, नेपाली कांग्रेस जस्तो पार्टी यो देशमा राजा राणा सारा लखड्ने पार्टी, हामी 79 को चुनावमा हामी करिब होला शेरबहादुर देउबा जित्नुहुन्थ्यो होला प्रकाश मान सिंह जित्नुहुन्थ्यो होला, तर हामी जस्तो मान्छे चाहिँ जित्दैन थिए। मतलब थोरै संख्या 23 भन्दा पनि घट्थ्यो होला। त्यो हिसाबले हामी नेपाली कांग्रेस अब हामी यत्रो 5 दलको गठबन्धन गर्दाखेरि जम्मा 34 वटा मात्र ब्याज लियो हामीले, 23 वटा साउ हाम्रो। अब फेरि पनि यो देशमा नेपाली कांग्रेस जस्तो पार्टीले गल्ती काम गर्दै जाने, सिट घट्दै जाने भयो भने के हुन्छ? गल्ती